मलाई कहाँबाट सुझाउ हेलो, आज चाहिँ मेरो चाहिँ बर्थडे पार्टी खान आएको आज चाहिँ। अनि हामी चाहिँ क्याफे गएर केक सेक काटेर अनि त्यसपछि चाहिँ हामी चाहिँ बुफे जान आँटेको, सुसीवाला बुफे जान आँटेको। सुसी मात्रै पाइँदैन, एकदमै धेरै चिजहरू पाइन्छ। अनि मेरो साथीहरू चाहिँ यहाँ छन्। अनि हाम्रो चाहिँ फेभरेट प्लेस हो यो इचिगोमा हामी चाहिँ यसरी। मेरो थिम चाहिँ ब्ल्याक, एकदमै ब्ल्याकवाला थिम छ। रमाइलो गर्नुपर्छ, इन्जोय गर्नुपर्छ। जाम साथीभाइहरू ओलिभ्योङ पनि गएर आइपुग्यो हामी। घरि त फेरि त्यसरी गरी पठाउन पनि सकिन्छ होला। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Susma. Happy birthday to you. It's okay. मलाई कहाँबाट सुझाउ नानु के आजले ल केही छैन, सुषमा पनि नानु पनि मै हो। धन्यवाद। ल अब केक कटिङ मेरो बर्थडे योचोटि चाहिँ राम्रोवाला बर्थडे केक काट्न पाइयो। अहिलेलाई चाहिँ सानो सानो मात्रै यसो काटिँदैन। वाउ, त्यसपछि आफैले यस्तो मैले चाहिँ कति पछि भन न, अझ कति पछि 6 महिना पछि खाएको मैले केक यसरी। अब खाना चाहिँ दुईले। Happy birthday to you. ल तिमीलाई पनि म एक खुवाइदिन्छु। अनि त्यसपछि सबै आरस गरेर हो। धन्यवाद मेरो बर्थडेमा आइदिएकोमा। ल खुसी हुनु, ह्याप्पी हुनु, जन्मदिनको शुभकामना। धन्यवाद। मैले त विश गर्नै बिर्सेछु। ह्याप्पी बर्थडे भन्नै सक्यो अब। आशिक पनि आशिष दिनै बिर्सेछु। धन्यवाद मेरो साथीहरूलाई मेरो स्पेसल डेमा फेरि सँग अर्को भएकोमा। वर्ष नि यसरी सँगै फेरि बर्थडे मनाउन पाऊँ है। ल एउटा यस्तो फोटो खिचौँ मेमोरी। ओके, मेमोरीको लागि फोटो। एकछिन के हुन्न ल एकछिन भिडियो ल सारी पर गएस के त एकलैमा टप मात्रै गर, टप मात्रै गर्न। यस्तो जस्तै साइड साइडबाट यस्तो गरौँ कि यस्तो गरौँ कि यस्तो उसलाई देखाउने कि मेन मान्छे भयो होला। तिनजनै हाँसेको होला गरौँ ल। अब चाहिँ आस्ती मात्र भयो होला। फेरि कति होला हाँसेको भन्न। मेरो सिग्नेचर हाँसो क्या यस्तो गर्नु पर्यो। ल अझै एकलोट हान्दिउँ। ल बाजेको भूतहरू आयो। ओइ ल यसले फेरि ढाड ल अब यो चियर्स। साथीभाइहरू चियर्स। अलि चिसो भएछ अहिले। ल कतिवटा बर्थडे मनायो सँगै गुल्ले रहेछ, तिम्रो हात त छ। हामीले त अहिलेसम्ममा त कतिवटा मनायो होला, यहीँ आएर 5वटा मनायो। आउँदा दिनहरूमा पनि यस्तै बर्थडे बुढी मनाउनु मर्ने बेलासम्म बनाउनु पर्छ, नमरुन्जेलसम्म। ल बर्थडे मेरो फेभरेट केक। अब तिम्रो हो अब सबै। यस्तै बर्थडे मात्रै अर्काको केक चाहिँ जसनीको हो कि बर्थडे चाहिँ अर्काको केक चाहिँ त्यही पनि। यो लट त मैले नै अलिअलि खान्छु भने चाहिँ अस्तिको लट चाहिँ तिम्रै भएको थियो। तर अस्तिको खास ठुलो पनि थियो, मिठो पनि थिएन कि त्यो त त्यति छ। त्यो फ्लेभर खासै मिठो थियो है नि पालको। 6 महिनापछि खाएको। हामीले पनि त खाए चेरी गाइस। चेरी गाइजहरूलाई चेरी भनेको चेरी खान्छु ल। कस्तो मिठो है यो केक। मजा आयो, मजा नि त यो म्युजिक।
त्यस्तो धरि नपाउने पाउँदैन जस्तै अब यो भिडियो गीत तेरो तेरो भिडियोकै म्युजिक हुन्छ नि त त्यही पनि नपाउने भिडियोको म्युजिक पाउँदैन भिडियो ब्याकग्राउन्डको म्युजिक पाउँदैन त्यही भएर त ब्लगरहरूले उसको मोनिटाइज भइसक्यो नि त त्यही भएर होला क्या अनि के गरे तिमीहरूको पनि अहिले च्यानल छ होइन तिमीहरूले त्यो हालेको भिडियोहरू सब डिलिट गर्नुपर्छ पछि मोनिटाइज हुने बेलामा ला कि डिलिट साउन्ड अफ गर्नुपर्छ साउन्ड अफ गर्नुपर्छ यहाँ चाहिँ डिजर्टहरू रहेछ डिजर्टको लाइन यहाँ चाहिँ स्यालडको लाइन यहाँ पनि स्यालडहरू रहेछ स्यालड त हेर्नु यो कस्तो राम्रो यिनीहरू ल मासु हेर्नु गइसक्यो यो के रहेछ त्यो चाहिँ पास्ता रहेछ दोङ रहेछ यता जानु पर्ला अल्ला सुसी यहाँ मुनि जुम्मेश्वरी भएछ भन्छ
깻잎 먹어봐라. Mas pra essa vai ter todas. E que tá que passar aí. 뭐랄까? 홍어가 필요 없죠. 와, 자기도 필요 없어. यो चाहिँ रोटी हो होइन यतिले यसरी खानु पाउने भयो यस्तो नभइकन खानु पाउने भएपछि पैसाको चिन्ता होइन कि यस्तोको चिन्ताले यस्तो नभइकन खान पाउने भयो वासाबी
यति यति दबाएछन् खाएछन् 3 जना केटीहरूले। यो चाहिँ अब खानु सकेन, यो चाहिँ हड्डीपट्टि यत्र यत्र। अनि फेरि थोरै थोरै ल्याएर खाएको होइन नि, फेरि यस्तो कोचम कोच पार्दै ल्याउँदै खाँदै गरेर यति खाएछन्। यस्तो मजा आएको थियो, मजाले खाइयो, रमाइलो गरियो होइन साथीहरूसँग। सो अब चाहिँ घर जानु गएको।